भुङचारी त्यसो अनि त्यो कार्यक्रम आएको हो हामी सिगान चुहेको कि बुलाकी हल्लेको केही थाहा पनि पाउँदिन यो जाडोमा रुखा मर्कीले अप्ठ्यारो हुन्छ तपाईँलाई हुन्न म त साथीभाइसँग यसो यसो गफ गर्छु बुलाकी हल्ले भन्दा सिगान अघि यता नुनीले पसेपछि मात्रै थाहा पाउँछु थाहा पाउँदिनँ बुलाकी हल्ले म त लु आजको यो कार्यक्रम जम्मै यता फादर साहबहरू कस्तो छ होइन यो ऐसेलु खर्कामा के भएको यता छन् नाता नातिनी यता बाजे बुझ्यो यता बाउ आमा चाहिँ कहाँ मुन्थे होइन जम्मा 4-5 दाँत भएको ग्रुप मात्रै छ त जम्मा छ यताउति जम्मा उनीहरूको फादर मदर कता गयो ग्रान्ड फादरहरू मात्रै लिएर आएको रहेछ स्टुडेन्टहरूले त जेसुकै भयो भने यस कार्यक्रममा हामी जम्मैजना भेट भएको छौँ खुसी लागेको छ सुरुमा त हाम्रो त्यो मृगौला पीडितहरूलाई बेसरी छिटो निकाउनु भन्छु क्या कहाँ हस्पिटलमा सुतेको हो छिटो निकोस् भनेर जम्माले आशीर्वाद दिउँ है त ल छिटो निकोस् भनेर एकचोटि हामी ताली बजाउनु त उनीहरू छिटो निकोस् मृगौला पीडितहरू अनि स्पेसली आयोजक सम्पूर्णलाई अनि आफूले को तपाईँलाई पनि अलिकति धन्यवाद होइन धेरै धेरै धन्यवाद अनि सायाबुङको त्यो चलचित्र आज त के जति सो मात्र हुन्छ बेसरी व्यापक हल्का मच्याउनु पर्छ अनि मानव तुलिकान्छी देखिँदै त हरियो नहरियो लुगा लाएर अनि म जस्तो आँखा नदेख्ने बुढी मान्छेले त घाँस र छैन कुन दिन हँसियाले काटे जान्छ कस्तो हरियो लुगा लगाएको अनि सम्पूर्ण त मेरा मित्रहरू जति पनि दाई दिदी गायिका गायिकाहरू जम्मै नाम लिनु भन्छु फेरि टाइम छैन दुःखमा नगर्नु जम्माले भित्री लिँदादेखि सम्मान छ है हास आज त के दर्शकहरू पनि सेलरोटी जस्तो गोलो बसिरहेको छ यस्तो कार्यक्रममा चाहिँ म पहिलोचोटि बसेको यता फर्केर बोलौँ यता यो देखिन्छ फेरि यता फर्केर यो देखिन्छ माइन्ड नगर्ने फुलेन्डीको आमाको पछाडि भाग देखाइदियो भनेर फेरि अब यस्तो छ के गर्नु बसाइ नै यस्तो छ के टुना बिग्रियो ल यसो गर्नुपर्छ यसको टुना पनि बयमा नि रहेछ अनि आज चाहिँ कार्यक्रम भोलि पनि आउने होला नि जम्मैजना त हलेसी अनि आज स्कुलको दारेमा कार्यक्रम त्यो कालो दन्थी अनि त्यो खिच्नु त खिच्दैछन् क्यामराम्यान अनि फुटेन्डेको आमाको राम्रो अलिक राम्रो त छैन जम्मा हावाले जम्मा यो कारा उम्री पठाएको छ के जम्मा चिसो अनि आज दारामा कार्यक्रम छ भन्थ्यो अब दारामा कसरी नि आज फुटेन्डेको आमाको त लुङ्गी त अब हावाले त उडाएर त मासतिर फर्काइदिन्छ होला भनेको त कार्यक्रम त राम्रै ठाउँमा रहेछ 4 पति घेरेकोमा एकदम रमाइलो लागिरहेछ थोरै भए पनि एकदम इमान्दारी रहेछौँ यो बाहरू जमानामा नि यति मस्केनन् होला आज फुलेन्डेको आमा के साह्रो मस्केको मलाई लाग्छ ऊ जमानामा नि यतिको नक्कल पारेनन् होला मस्की हाँस्दै चाहिँ मुख छोपी कोही माथिल्लोपट्टि तल्लोपट्टि हेराएर गर्दै हाँस्यो कि मलाई हेरेर हाँस्यो म त बुझ्नै सकिनँ त्यस्तो अब कार्यक्रम स्कुलको दारामा चाहिँ पनि आज फुलेन्डेको आमाको लुङ्गी चाहिँ हावाले काउराइदिने रहेछन् धन्न छेक्ने राम्रो ठाउँमा रहेछ अनि थोरैजना छौँ धेरैजना कार्यक्रममा नआएको राम्रो क्या थोरै नै राम्रो अब धेरैजना आयो भने त कोही मुला गुन्द्रुक के खाएर आउँछन् मान्छेले छोडिदिन्छन् अनि नाक थुन्नुको हैरान हुन्छ थोरै कति आनन्द छ होइन के कसो यता जम्मैजना आरामै हुनुहुन्छ यो दुईटा दिदी बहिनी हो कि क्या हो मम्मीहरू कहाँ हुनुहुन्छ मेरो पहिलाको बच्चाको खुट्टा याद आयो बच्चामा मेरो त्यस्तै अलि मेरो पनि पहिला अब म पनि भोजपुरमा गाउँमा जन्मेको अलि धुनु है भरे गएर पुनरालो भन्नको चाहिँ सम्झाएको आमा बाउ कोही हुनुहुन्छ भने धुइदिनु के माया गर्नुपर्छ नि त
हाम्रो आमाहरूले लिटीपिटी लाली पाउडर लगाउँदा ठिक होला नानीहरूको खुट्टा हेर्नु बिचरा अब आमाले त खुट्टा धुइदिन भने आमाको लिपस्टिक नै त लगाइदिनु फुलेनीको आमाले भनेको त भनिदिनु है जलहरू पनि यतै दल्नु क्रिम पाउडर सबै त्यता घस्नु मैले ठिक भने कि गलत भने हौ म त अब जसको भन्नु चाहने मान्छे अब फुलेनी काममा के बाटी भएको भनेर भन्यो भने पनि ठिक छ ओके आइम नो प्रब्लम अब बोल्नु त अब त्यतिकै अब बोल्नु छ अब फिल्म पनि हेर्ने हो आज त्यो टाइम जान्छ म अब हाँस्ने बोल्ने त भोलि तल हो हलेसीमा जम्मैले चुलो निम्तो आउनु है त मा ऊ मेरै पार्टनरहरू रहेछ जम्मै यता ढुङ्ग्री बुलानी लगाएको पहिला ऊ जमानामा एकादशी बजार गएको बिर्स्यो होला कहिले अरूले अब के घाँस दाउराले गर्दा कामलाई पनि ध्यान दिनु पर्यो कसो दुली हनु अब छोट्याउँदै अब डान्स गर्नु मन लाग्यो हो कि मेरो डान्स हेर्ने कि नहेर्ने जम्मैले हात उठाउनु त ए एउटा कुरा त भन्नै बिर्सेको म यो स्कुलमा हेडमास्टर कोही आएको छ होइन सर नमस्कार अब म पनि यो स्कुलमा भरेर हुनु पर्यो के हाम्रो पर्न त कख पर्दै फेरि स्कुलमा अब एडमिसन हुँ फेरि मेरो हेड सरसँगै लप पर्ला म कतिमा नाम लेखाउँदा ठिक होला एकमा हाम्रो लप पर्छ भनेर एकमा दुईमा लेख्छु न कख त सबै आउँछ एबिसिडी पुरै देशमा आउँछ म दुईमा नाम लेखाउँछु नाम त लेखाउँदा हेड सरसँग लप पर्ला भने टेन्सन भयो अब यस्तै लपर्ने उस्तै लपर्ने नत्र एकचोटि शिक्षिकामा लगाइदिनु क्या मिस बनाइदिनु म यो स्कुलमा मिस बनायो भने हुन्छ कि हुँदैन को हुन्छ भनेको किन तपाईँ यो स्कुलको पिउन हो के स्कुलको कर्मचारी हो भने त हुन्छ म पनि सायद आनान गरौँ ल अब ढिलाग्न भनेको जति कुरा भनेको जति लम्बा त्यति नै लम्बिँदै जान्छ कुरा भनेको अब म डान्स गर्नु पर्यो है एउटा हुन्छ कि हुँदैन रे ताली बजाउनु त एकचोटि ताली बजाउने पनि अब लक्का जवानहरूको भ्याट भ्याट बज्छ त बुढा मान्छे बुढी मान्छे बच्चाहरूकोमा टिक 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 बस्यो ताली पनि कता गयो कि यहाँको युवाहरू कोही देख्दिनँ त ऐसेल फर्कामा यति हो यता त म दुई चारवटा दाँत होला यता दुई चारवटा दाँत होला यता कसैको दाँतै उम्रा छैन होला के गर्नु कता गयो हौ यो यसरी हुँदैन जम्मैले ल्याउनु पर्छ नि कार्यक्रममा त नाच्छु है नाच्नु त नाचे एउटा शर्तमा त म धुलै धुलो रहेछ नि मेरो ढुङ्ग्री बुलाकी भएर त हराउँछ त घर खोज्नुपर्छ मिलेर यस्तोमा ढुङ्ग्री बुलाकी झऱ्यो भने त जान्छ हेर्नु है झर्दैछ कि झर्दैन ढुङ्ग्री बुलाकी हराएर खोज्नुपर्छ फेरि फुलिनेको माउले मार्छ यो बल्ल बल्ल किनेको
नाच्न सकिन मै बरु योभन्दा अलिकति पानी लागेकोमा त धान रोप्नु पनि हुन्थ्यो त मधुलो भाँचिएर मेरो खुट्टा नानीहरूको दुईटा खुट्टा मिलेको त अहिले आउनु खुट्टा पर्दछन् नाचेको होइन यतिकै रमाइलो गरेको सबैलाई धेरै धेरै धन्यवाद फेरि फेरि हजुर यस्तो झुट बोल्ने मान्छे खानदानमा तपाईँ मात्र के पनि छ राम्रो रे मात्रै के माथिबाट नुहाइ त मात्र खिच्यो कि क्या ठुलो कान्छ रमाइलो भयो कि भएन हौ नभए मैले के गर्नु लु एकदमै धेरै धेरै धन्यवाद पदम सर लगायत सम्पूर्ण आयोजक टिम अनि हाम्रो नानी भन्नुपर्ने सबैको नाम बराबर हुनुहुन्छ क्या तपाईँले पदमको नाम लियो पदम मात्रै
ठुलो रहेछ भन्न खोज्छ होइन जम्मै बराबर हुनुहुन्छ त सरहरू है के अरे कि नाम्रै तपाईँको जसको चाहिँ बाँसुरी छैन उसको नाम चाहिँ कृष्ण किन त्यसो भने मेरो बाँसुरी छ भन्नु फेरि छैन अनि यता के छ सर आँखा खोइ आँखा किन सानो रहेछ मात्रै आँखा नल्याएछ केटोले अघि राम्रो वक्तव्य दिनुभयो के जति मन्तव्य मनको कुरा भेरी गुड यस्तो भयो भने राम्रो हुन्छ नि अन्त कार्यक्रममा कम्ती राम्रो राम्रो मान्छे ठुल्ठुलो मान्छे गायककार उस्तै